हमारा सिग्नेचर डिश। तेरे थोड़े थे क्यों? आफूले हाल्थ्यो क्या आइटम थोरै थियो कि क्या हो भन्थ्यो। वो इसके थोड़े थियो कि मलाई 100 मा 100% लाग्यो। त्यही भएर लोभी मान्छे भान्से नबस्नु भन्छ नि। त्यसको इमी थाहा छ, लोभी मान्छेले आफ्नो भान्से बस्यो भने आफूलाई मात्रै धेरै हाल्छ अरे। त्यसो भए लैजाउँ त अलिकति। लैजा 10,000 को सवाल छ, म किन्दिनँ। 10,000 को म त कति किन्छु। मलाई एउटा ब्याग किन्न पर्ने छ क्या। आज एउटा च्यालेन्ज छ जसले पनि मेरो त ब्याग किन्ने सपना सपनै भएको छ। म कति धोइसक्यो मैले त ब्याग किन्छु भनेर यार। त्यो ब्याग किन्छु भनेर मैले 20 जनालाई सुनाइसकेँ तर किन्दिनँ। किन थाहा छ? म त पैसा अरू चिजमै उडाइहाल्छ। गाई फेरि 3,50,000 2,50,000 को ब्याग मनपर्छ अनि म किरामिती गर्न नि सकिरहेको छैन 10,000 देखेर। तर मेरो त पेटमा अब रहँदैन यार। कुद्दाखेरि मात्रै धेरै खान सक्छ। आई डोन्ट नो किन। तर मान्छेलाई मैले मान्छु कि च्यालेन्ज गर्ने मान्छेहरूलाई कति खान्छन् होला है भाबले। म पनि मान्छु। मान्छेले देख्छन् कि यति खानालाई भनेर, तर नो गाइज, इट्स क्वाइट हार्ड। अनि दोज होइन जो खान सक्छ। ओ माई गॉड, मलाई 1-2 जनाको नाम लिन त मन छ तर यु नो मलाई त लिनै मन लाग्दैन गाइज। के लिनु तिनीहरूलाई? कसलाई मलाई पनि थाहा छैन। या म कतिजनालाई मुखबाङमा देखिरहेको छु। यु गाइज आर लाइक सल्युट टु यु। हुन्छ। मैले पनि नेपालीको चाहिँ 1-2 जनाको मुखबाङ हेर्छु नेपालमा हुनुहुन्छ नि। गाइज हामी तर च्यालेन्ज भिडियो त लडेको, तर भिडियो त लड्नै सक्यो। तिमीहरू सुरुमा त यस्तै हुन्छ हाम्रो। सुरुमा हामी बम पड्किन्छौँ, त्यसपछि सेलाइहाल्छ बम आगो मारेर। चाहिने धेरै ठुसिहाल्छ। हामी पहले हम लोग पहले ही इतना ज्यादा ठूस लेते हैं कि बाद में ऐसा ही करना पड़ता है हमेशा। गाइस मलाई